guys, welcome to my mini vlog. र आज चाहिँ बिदाको अवसर पारेर हामीहरू सो बाहिर निस्किनेछौँ मर्निङ वाक गर्नको लागि। सो के कस्तो हुन्छ हामीहरू हजुरलाई देखाउने नै छौँ, हेर्दै गर्नु होला है। टिङ हामीहरूको यो नयाँ बस्ती एरियाको यो बागमती नदी हो र यहाँनिर देख्न सक्नुहुन्छ हजुरहरूले यो सबै यो किनारको छेउछेउमा चाहिँ यो सबै यो सुकुम्बासीहरूले मकैहरू रोप्नु भएको रहेछ हैन। सबै यहाँ देख्न सक्नुहुन्छ कति मजाले है। यहाँदेखि नि पर पनि अनि यहाँ ओरा सबै वहाँ उता सबै मकैहरू रोपेका छन् है। यो बागमतीको किनार नजिक यसरी रोपिएका छन् मकैहरू देख्न सक्नुहुन्छ गाइस। तर मलाई चाहिँ यहाँ कस्तो लाग्यो भने नि जस्तै यहाँनिर अब इनकेस ठुलो बाढी आयो भने यो सबै बगाउने धेरै चान्स छ के। तपाईहरुले देख्न सक्नुहुन्छ हजुरले पनि यहाँ कतिको स्पेस नै छैन के। यो अब बर्खायाममा यहाँ माथिसम्म त पानी निस्किन्छ हैन। तर अहिले चाहिँ अलिक ठुलो बाढी आउनु चाहिँ आएको छैन। तर एटलिस्ट इफ ठुलो बाढी आयो भने चाहिँ यो उहाँहरूले रोप्नु भएको चिजहरू चाहिँ सबै नष्ट भएर जानेछ मेरो हिसाबमा चाहिँ है। ल गाइस, यो चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ कोलोनी दृश्य देख्न सक्नुहुन्छ। निसकिरहेको हैन, बुढो भएछ। सो गाइस देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ यो चाहिँ जग्गा अड्डा भन्छ यसलाई। जग्गा प्लटिङमा हामी चाहिँ आएको छौँ। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ कस्तो मजाले भैँसीहरू चलिरहेछ, गाईहरू साथसाथै यहाँनिर बाख्रा पनि छन् र हाम्रा भाइ बहिनीहरू मजाले यहाँ खेलिरहेछन्। कति आनन्दको ठाउँ हेर्नु न, देख्न सक्नुहुन्छ कस्तो आनन्द पिसफुली प्लेस छ। हजुरले देख्न सक्नुहुन्छ कम्ता राम्रो छ नि। इफ हजुर जग्गा लिन चाहनुहुन्छ भने चाहिँ यता आउनु होला। यहाँनिर पुरै राम्रो छ जग्गा, देख्न सक्नुहुन्छ। कस्तो मजा भइरहेको क्या मलाई त आज यसलाई हिँड्न पाएर होला। आज चाहिँ बिदा पनि हो नि त। सो गाइस हामी चाहिँ बागमतीमा आएर बसिरहेको छौँ एकदमै गलेर। हामीहरू चाहिँ 1.5 घन्टा हिँड्यौँ, खुट्टा दुखेर। 1.5 घन्टा त होइन होला, 2 घन्टा पो हिँड्यौँ। सो गाइस हामी चाहिँ एकदमै गलेर यहाँ बसिरहेको छौँ। यो बनाएको छ नि, यो खोला कत्रो रहेछ भनेर हजुरहरूले देख्न सक्नुहुन्छ के। यो चाहिँ पोहोर सालको बाढी आएको हुनाले त यो बनाएको छ नि, यो त पुरेको छैन हैन। लाइक यो चाहिँ हाइटबाट पर्छ, त्यो अलिकति त्यो चाहिँ तल भएर होला। अनि त्यो चाहिँ हेर्नु त्यो पोराकोले त्यो माटोले सबै पुरेको छ के, देख्न सक्नुहुन्छ। म जुम पारेर देखाउँछु। अनि त्यो चाहिँ बालुवाले उ गरेर त्यहाँ चाहिँ उहरू पलाइसकेको छ कि झारहरू। हेर्नु त अस्ति आउँदाखेरि यस्तै थियो, यो यस्तै थियो। अहिले आएर हेर्दाखेरि त उ त्यस्तो भइसकेछ। त्यो बाढी पसेर त्यही झारहरू पलाएको कि भनेपछि यो खोला कत्रो होला यो बागमती नदी। हजुरहरू नै यसो कल्पना गर्न सक्नुहुन्छ। हामी चाहिँ एकछिन बसिरहेको छौँ। कम्ती 2 घन्टा जति हिँड्यौँ, 2 घन्टा जति नै एकदमै गलेर यस्तो भइरहेको छ कि पसिनै सरी भएछ। कति बेला घर गएर नहुनु जस्तो भइसक्यो। हामी चाहिँ 6 बजी हिँडेको थियौँ, 8 बजिसक्यो। सो अब चाहिँ हामीहरू घर फर्किँदै गरेको हो। सो गाइस म चाहिँ भर्खरै आइपुगेँ। सो एकदमै गर्मी भएर देख्न सक्नुहुन्छ मेरो यहाँको पसिना कसा आएको छ भनेर। कम्तीमा पनि 2.5 घन्टा लाग्यो। सो आजको मिनी भ्लग के कस्तो लाग्छ हेरेर माया साथ दिनु होला र सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। हस् त, थ्याङ्क यू, बाई बाई।